यो झरीमा सबभन्दा राम्रो सर्ने कटिङ चाहिँ जिरेनियम आइबी हो। जिरेनियम कुहिनु सक्छ, तर यति बेला सारेको जिरेनियम आइबी हेड चाहिँ 1 महिनाभित्र चाहिँ एकदमै राम्रो रुटिङ भएर सर्छ। र हामीले पनि जिरेनियम आइबीको कटिङहरू सारेका थियौँ, 1 महिना पनि पुगेका छैनौँ र उखाल्दा उखाल्दा कतिवटा जराहरू त चुडेर पनि गयो र तपाईँहरूको सरिसकेको छ। हेर्नुहोस्, नयाँ पौलाहरू पनि आइसकेको छ र तपाईँहरूले जुन, जुलाई, अगस्त महिनामा चाहिँ जति सक्दो जिरेनियम आइबीको कटिङहरू लाउनुहोस्। कसैकोतिर तपाईँले जिरेनियम आइबीहरू देख्नु भएको थियो भने यति बेला सानो 4 इन्चदेखिको 5 इन्चसम्मको कटिङ ल्याएर तपाईँले गाडी राख्दाखेरि यो 1 महिनामा रेडी हुन्छ। अब नयाँ बिरुवा सार्नु पनि एकदमै सजिलो छ। वेल ड्रेनिङ माटो मिश्रण तयार गर्नु पर्यो। एक भाग चाहिँ तपाईँले जङ्गली मल, एक भाग चाहिँ बारीको माटो र एक भाग चाहिँ तपाईँले गाडीको सडेको मल लिनु पर्यो र तपाईँले सरेको यो बिरुवा चाहिँ अब कत्रो साइजको त्यही हेरेर चाहिँ गमलामा दिनु पर्यो। यो बिरुवा चाहिँ निकै ठुलो छ, त्यसै कारणले चाहिँ हामीले चाहिँ 8 इन्चको गमलामा लगाइरहेको छ। गमलामा चाहिँ ड्रेनिङ होल राम्रो हुनु पर्यो र लगाइसकेर त्यसलाई चाहिँ अब ओभर वाटरिङ नहुने जग्गामा राख्नुपर्छ। पानीले बेसी नभिज्ने जग्गामा, पानीले बेसी नफुट्ने जग्गामा राख्नुपर्छ र अहिले नै चाहिँ फर्टिलाइजर दिनु हुँदैन र यसलाई चाहिँ अब ग्रोथ हुने दिनुपर्छ। र नेक्स्ट इयर चाहिँ यसमा चाहिँ ढकमक्क फुल फुल्छ। अब यो पालि पनि फुल्छ, तर एउटा दुइटा फुल फुल्छ। अब चाहिँ सिजन प्राय सकेर गयो आइबीको। आइबी चाहिँ अब ठिक्कै जुन, जुलाई, अगस्तसम्म चाहिँ फुलिसक्छ हाम्रोतिर चाहिँ। र हामी चाहिँ पहाडी इलाकाबाट हौँ र यति बेला चाहिँ पहाडी इलाकामा चाहिँ जिरेनियम आइबीको कटिङहरू चाहिँ एकदमै राम्रो सर्छ। तपाईँहरूले यदि सार्नु भएको छैन भने चाहिँ अझै पनि टाइम छ। तपाईँहरूले पनि अहिले पनि सार्नु सक्नुहुन्छ जिरेनियम आइबीको कटिङ लिएर। कटिङ लाउँदाखेरि चाहिँ अब तपाईँहरूले चाहिँ बलौटे माटोमा राख्नुपर्छ र रुटिङ हर्मोन लगाएको चाहिँ राम्रो। र हामीले नयाँ बिरुवाहरू पनि सारिसकेका छौँ। नयाँ बिरुवा सार्नु पनि एकदमै सजिलो छ र यो फुलेको पनि तपाईँहरूलाई आउने दिनहरूमा हामी देखाउनेछौँ।